ध्रुवलाई यही मन्त्र दिए, नारदले ध्रुवलाई यही मन्त्र दिए, वशिष्ठसँग रामचन्द्रले यही मन्त्र लिए। ओम नमो भगवते वासुदेवाय, ओम नमो भगवते वासुदेवाय। वासुदेवाय भज वासुदेवाय, वासुदेवाय भज वासुदेवाय। स्वामीले ओ भागवत सुनाए, परीक्षित महाराज ज्ञान पाए। ओम नमो भगवते वासुदेवाय। वासुदेवाय भज वासुदेवाय। ओम नमो भगवते वासुदेवाय, ओम नमो भगवते वासुदेव, ओम नमो भगवान वासुदेव परमात्माले सकल मनोभाव उच्च गर्नका लागि पठन पाठन ध्यान मनन कीर्तन यो सारा गराई बक्स्यो महाराज। साका सकल सम्पूर्ण सिद्धि भयो भगवानको। अनि त्यसदेखि इच्छा सिद्धि भइसकेपछि अनि ध्रुवका दरबारमा, ध्रुवका तपोभूमिमा परमात्मा मधुवन सवारी हुनुभयो। सम्पूर्णको प्राणवायु रोकिएको देखेर ठेङ्ग प्रभु पी बक्सेको थियो। ध्रुवले देखेरन् 5 जने शङ्खाले लगाएर परमात्माले गालामा चिसो लगाइदिनु भएको थियो। तत्कालमै ध्रुवले बिउजनु भरे। ध्रुवले प्रभुको चरणमा बिन्ती गर्नुभयो। यो अन्त प्रवेश्य मम वाच मिमां प्रसूतं सञ्जीवयत खिल शक्तिधर सुधाम्ना अन्यत्र हस्तचरण श्रवण त्वगादिन प्राण नमो भगवते पुरुषाय तुभ्यं। भगवान दयाको सागर हजुरलाई मेरो कोटि प्रणाम। मैले हजुरलाई जब यस किसिमबाट म यस्तो सानो बालक, न तन्त्र न मन्त्र न यन्त्र न ध्यान न जप न पूजापाठ न शक्ति न भक्ति, आज मलाई यतिको ठुलो प्रेरणा परमात्माले बक्स्यो भनेपछि बाबु ध्रुव तिमीदेखि म प्रसन्न भएँ, इच्छा माफीको वरदान माग भनिसकेपछि मैले के वरदान मागौँ? अब मैले सारा कुरा प्रभुका चरणमा पर्दछु, मलाई वरदान दिइबक्सन्छ भनेदेखि पुष्करा व्रतको मेरो बाबाले आर्जिएको राज्य सारा पाऊँ भनेर बिन्ती गरेको थिएँ। मेरो बाबु त्यो त तिमी ध्रुव राजकुमार, तिमीले जब अघिल्लै जन्मको तपस्याले पाइहाल्यौ नि, यो त फेरि दोहोरा माग्नै पर्दैन। बाबाको जेठो छोरो भएपछि राजा छोरोले राज्य पाउँदैन र? भइहाल्यो, पायो। तर तिमीलाई एउटा कुरा भन्छु सुन भन्नुभयो। के कुरा भनेर सोधिएको खण्डमा अब यसमा अरू कुरा केही पनि होइन। तिमीलाई ध्रुव नाम गरेको राजकुमार, तिमीलाई म प्रसन्न पार्नका निमित्त, तिम्रो दया राख्नका निमित्त, तिम्रो कल्याण गर्नका लागि अब म एउटा उपाय गर्छु भनिकन बारम्बार कन अठोट गर्नुपऱ्यो। निर्णय गरेर ग्रह नक्षत्र योग 12 करण बेला समय मुहुर्त कसैले पनि जब हान्न नसक्ने प्रकारको परम पवित्र पावन क्षेत्र छ एउटा उत्तम धाम, जसलाई भनिन्छ अहिलेकन गोलोक धामदेखि दाहिनेपट्टिको कोणमा त्यहाँ गएर बस, माने देब्रेपट्टिको कोणमा त्यहाँ गएर बस। तिमी ध्रुव हुनेछौ र तिमी कहिले पनि विलयवाद हुने छैनौ। तिम्रो जीवन जगत अध्ययन हुनेछ, परमात्मामा गएर लीन हुनेछौ, परमात्मामा इच्छा सिद्धि हुनेछ, मनोकामना पूर्ण हुनेछ। नजाऊ बाबु। हस् प्रभु भनेर ध्रुव नाम गरेको राजकुमार ग्रहमण्डलको स्थिरानमा उदाउने र अस्ताउन नपर्ने हिसाबबाट जाने विचार गर्नुभयो। अहिले ध्रुव राजा गइसकेपछि अनि सौतानी आमाले थाहा पाइन् आज ध्रुव तपस्या गरेर आउँछ रे। अब भङ्ग्रे ज्वरो छुटेन सौतानी आमा चाहिँलाई, और गलतियार होरिएको आज उही तपस्या गरेर आउने। थारा र कान्छी आमा त जेठी छोरा तपस्या गरेर आएपछि अब मलाई मार्छ भनेर थर थर्के। ती आमा चाहिँ खुसीले राजी मेरो राजा कहिले आउला भनेर त्यतैतिर हेर्न लाग्नुभयो। जेठी चाहिँ सरलक्क तोलो च्याएको हरेक प्रकारका बाजा बजेन्द्र सिंहनाद
भइराखेको थियो। भगवान परमात्माको भक्त ध्रुव राजकुमार सुरु जानुभयो र सौतानी आमा कान्छी चाहिँलाई गएर पहिला ढोगिदिनु भयो। आफ्नो जन्म दिने आमालाई र बाबालाई होइन, गएर सौताना आमालाई ढोगिदिनु भयो। सौताना आमालाई ढोगिदिएपछि भगवानले के भन्नुभयो ध्रुवले भनेदेखि ध्यान मूलम गुरु मूर्ति पूजा मूलम गुरु पादुका मन्त्र मूलम गुरु वाक्यम मोक्ष मूलम गुरु कृपा गुरु ब्रह्मा गुरु विष्णु गुरु देवो महेश्वर गुरु साक्षात् परम ब्रह्मा तस्मै श्री गुरुवे नमः। अखण्ड मण्डलाकारं व्याप्ति येन चराचरं तत्पदम दर्शितम येन तस्मै श्री गुरुवे नमः। आमा तपाईँ मेरो, जब सौतानी आमा होइन, तपाईँ मेरो परम आदरणीय, परम माननीय, परम सम्माननीय मेरो गुरु हुनुहुन्छ। हजुरलाई मैले ढोगिदिएको किन भन्ने बारेमा, यदि मैले बाबाको काखमा बसिआदिन तपाईँले कति राम्रो सुहायो बाबु, भोलिबाट पनि यहाँ आएर बस है भनिदिए भए त न भगवान भेटाउने न ध्रुवलोक भेटाउने। धन्य आमा, यहाँ बसेर तेरो जीविका निर्वाह हुन सक्दैन, जा चल तपस्या गरेर जा भनेर पठाइदिए बक्सिया रहेछ। मैले पाएँ, त्यस कारणले उपदेश दिने गुरु हुन्छ। हजुर उपदेशी हुनुभयो, मेरो गुरु हुनुहुन्छ भनेर पहिला गुरुलाई ढोग अनि मातालाई र पितालाई ढोग गर्नु। बाइउनलाई घुनले पनि मारियो, वचन पनि पुरा भयो। हेर्नुहोस्, यस्तो हुनुपर्छ। त्यसै भएर जब कसैले भन्यो भनेदेखि रिसाउनु हुँदैन, उद्योग गरेर खानुपर्छ। कामकाज छैन, अर्कालाई नालिदियो बस्यो। यस कारणले गर्दा उद्योग गरेर खानुपर्छ। त अर्काले गरी खाएको रिसाउने हो, छट त्योभन्दा नि म बढी हुन्छु, बस मेरो घुमाउरो बाटो पो जानुपर्छ, अर्को बाटो। त्यसलाई सकुम भन्यो, मिटिङ गर्न थाल्यो। ल कसरी हुन्छ? कसैले वचन लायो भने उद्योग गर्न छोड्नु हुँदैन। र त्यसै कारणबाट ध्रुवको यो चरित्रले यहाँलाई मैले बताएँ। ध्रुव राजकुमार यसरी शिशुमारकी छोरी भ्रमिका साथमा विवाह गर्नुभयो। आमालाई सम्झाउनु भयो, आमा सौतानी व्यवहार नगर्नुहोस्। दुइटै आमालाई मिलाइदिनु भयो। भाइलाई अति प्यार गर्नुभयो, बुबाको चरणमा पर्नुभयो ध्रुव राजकुमार। शिशुमारकी छोरी भ्रमिका साथमा विवाह गर्नुभयो। आनन्दसँग राजकाजमा माहौलमा लिइरहनु भएको थियो। सौतानी आमा रुँदै आइने एक दिन, किन रुनुभएको आमा भन्दा तिम्रो भाइ मेरो छोरालाई त जब बाबु अलकापुरीका कुबेरका सन्तानले मारे भन्दै आउँछ त्यो आमा चाहिँ सौतानी आमा। हेर्नुहोस् त, अघि त्यही छोरालाई गलत्याएर फालेको मेरो छोरो भए हुन्छ भनेर बाबुको काखमा बस्न नदिएकी अहिले त्यही छोरोलाई मेरो राजा कसो गरौँ भनेर रुँदै आइन्। त्यसै भएर सौताको नाश होस्, मेरो मात्रै फलिफाप होस्, मेरो कल्याण होस्, त्यसको नाश होस्, कसैले केही भन्नुभयो। मलाई भगवानले रक्षा गरून्, मैले अरूलाई रक्षा गर्न पाऊँ परमेश्वर भनेर भन्नु। बुद्धि शुद्धि छैन। त्यसको नाश होस्, मेरो चाहिँ फलिफाप होस् भन्यो, आफ्नै जान्छ। ऊ गलत तयार हो कि आफ्नै छोरालाई अर्काले मारिदियो, के गर्ने? अहिले रुँदै त्यहाँ आएर शरणमा पऱ्यो। ल ठिक छ आमा, धन्दा नमान्नुहोस् भनेर यमलोकमा गएर यमराजका पासमा यस कारणबाट भने फेरि तागेर ल्याउँछु भनेका थिए, तर सम्भव थिएन। र आखिरमा गएर ठुलो लडाइँ लड्दा अलकापुरीका सैनिकलाई मारे। अनि अलकापुरीका कुबेर नै आउनुभयो, उनीले हार माने। अनि यो बालक सम्झाउनका लागि एउटा व्यक्ति पठाउनु पर्यो भनेर नारायण वासुदेव भगवानको भक्त ध्रुव सम्झाउनका लागि अहिले तत्कालमा एक व्यक्ति आउनुभयो, जो स्वयम्भुव नामको मनु। स्वयं मनु भनेको उत्तनापातका पिताजी ध्रुवका बाजे। अनि ध्रुवले बाजेले भन्नुभयो, बाबु हिंसात्मक दङ्ग नगर, संसारमा सबैभन्दा ठुलो अपराध काटमार हो। अर्काको जीवन लिनुभयो। अर्कालाई जब दुःख लाग्ने भाषा बोल्नु हुँदैन, चोट पुग्ने भाषा गर्नु हुँदैन, गफ गर्दा नि हुँदैन। त्यो काम अर्कालाई प्याज छ भन्ने भनेको त्यो मिल्दैन। अलिअलि हुँदो खाँदो भएपछि त के बस्न खप्ने हुँदैन नि मान्छे कहाँको। छैन भने डाँगो छोडेर रुनी, भयो भनेदेखि खसाएर खुसो कुरा गर्यो, अर्का कुरा काटो बसिरह नगर्नु। नारायण हरि भन्नु, आफ्नो बाटो लाग्नु, जसले जेसुकै भन्छन् त जेसुकै भन्नु। कहिले आफ्नो जिउ आफूले टोकिन्छ, कसरी रिसाउने। नारायण हरि भन्यो, लाया बाटो। कहिले द्वादश गरिरोस्। अलिअलि पद प्रतिष्ठामा भएपछि सारा विरोध आउन थाल्छ, के गर्ने? हरि भगवानले जुन बाटो लाउनु भन्यो, रोइ हिँड्यो। के भने हेरे भएर फर्केर सुन्नतिर लाग्नु हुँदैन, सुरु जाने। राजा परीक्षितलाई सुखदेव स्वामीले यही प्रकारको नीति आज्ञा गरिबक्स्यो। र आखिरमा ध्रुव नाम गरेको राजकुमारको सम्मान भयो। ध्रुव राजकुमारको विदाई
बोर आखिरमा बाजेले सम्झाएपछि हिंसात्मक दङ्गा गर्नु अपराध हुँदो रहेछ। यक्षलाई तिमीले मारेको पनि होइन, यक्षले तिम्रो भाइ मारेको पनि होइन, प्राणीको मृत्यु कालीको हातबाट हुन्छ भने उनीहरूले विदा हुनुभयो। र ध्रुव नाम गरेको राजकुमार अहिले ग्रह नक्षत्र योगबार करण बेला समय मुहुर्तलाई सबलाई टेकेर ध्रुवलोकमा गएर विराजमान हुनुभएको छ।